हरेक वर्ष मे 12 को दिन संसारले ती नर्सिङ ड्रेस लगाएका नायकहरूलाई सम्झन्छ, जसको एक मुस्कानले पीडामा परेका बिरामीहरूको आधा रोग निको हुन्छ। आधुनिक नर्सिङकी जननी फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिवसको यो अवसरमा हामीले इन्टरनेसनल नर्सिङ डे सेलिब्रेट गर्छौँ। नर्सहरू स्वास्थ्य सेवाका वास्तविक ब्याकबोन मात्र होइनन्, उनीहरू अस्पतालका ती मन्द र स्थिर दीप हुन् जसको अन्धकारमय अवस्थामा पनि आशाको उज्यालो छरिरहन्छन्। जब परिवारका सदस्यहरू थाक्छन् वा डराउँछन्, तब एक नर्सले धैर्यताको बाँध बनेर बिरामीहरूको हात समाइरहनुहुन्छ। रातभरिको अनिदो आँखा र थकित शरीरका बावजुद पनि उहाँहरूको ओठमा देखिने त्यो करुणा र सेवाभाव साँच्चै अतुलनीय छ। अस्पतालका वार्डदेखि डिजास्टर भएको चुनौतीपूर्ण कार्यथलोसम्म नर्सहरूको उपस्थितिले एउटा कुरा विश्वास दिलाउँछ, तपाईँ एक्लो हुनुहुन्न भनेर। उहाँहरूको व्यावसायिकतामा विज्ञान छ भने व्यवहारमा अत्यन्तै गहिरो र असीमित ममता छ। वर्तमान समयमा नेपालको स्वास्थ्य क्षेत्र र विशेष गरी नर्सिङ पेसाले अनेकौं प्रतिकूलताहरू झेलिरहेको छ। सीमित स्रोत साधन, श्रमको उचित मूल्याङ्कनको अभाव र वृत्ति विकासका चुनौतीहरूका बीच पनि हाम्रो नर्सहरूले देखाउनु भएको धैर्यता र साहस उदाहरणीय छ। त्यसैले यो दिवस उहाँहरूको योगदानको कदर गर्दै सुरक्षित कार्य वातावरण, उचित सम्मान र अधिकार सुनिश्चित गर्न प्रण गर्ने दिन पनि हो। मानवताका सेवामा आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण नर्सहरूमा मेरो नमन। तपाईहरूको त्याग र ममतामय सेवाले नै यो संसार अझै पनि सुन्दर र सुरक्षित छ। त्यसैले आज इन्टरनेसनल नर्सिङ डे, अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना तथा अनन्त सम्मान। धन्यवाद।